हेलो गाइस, लु है आज चाहिँ मैले करेला फ्राई गर्दैछु। तेल चाहिँ अलिकति ज्यादा भइदिएछ, हेर्नुहोस् न। मैले चाहिँ मजाले करेला फ्राई गर्दैछु किनभने मलाई करेला चाहिँ पुरा मनपर्छ, त्यही लागि हो। करेला फ्राई गरेर कस्तो हुँदो रहेछ अहिले फेरि भन्छु नि, ल देखाउँछु तपाईँहरूलाई। हेर्नुहोस् है, मैले यसमा नुन, हल्दी, अलिकति मिर्ची पाउडर हालेर फ्राई गर्दैछु। अलिकति कर्नफ्लावर पनि हाल्दै। अन्त यो चाहिँ अब करकरा फ्राई हुन्छ, खानुमा पनि मिठो हुन्छ होला सायद, थाहा छैन, हेरौँ अब कस्तो हुन्छ। र बस, ओके, थ्याङ्क यू। फेरि बनाउँछु सिमला मिर्च आलुको सब्जी। सिमला मिर्च मैले काटेर राखिरहेको छु, हेर्नुहोस् हो मजाले। आलु त हाल्दिनँ म, पनिर हाल्छु यसमा अहिले। अन्त चाहिँ बनाउनु गइरहेको छु फेरि एकछिनमा।